ब्लास्ट जुन रोगको नाम सुन्ने बित्तिकै धान लगाउने कृषकहरूको होस हवास नै उड्छ। उक्त रोगको प्रकोप कम गर्नको लागि खैरेनी 10 का एकजना अगुवा कृषकले फरक अभ्यास गरेका छन्। हाम्रो यहाँ धेरै पहिलादेखिबाट धान खेती गर्दै आएको ठाउँ हो चैते धान पनि। अब त्यसमा चाहिँ विशेष गरी हाम्रो पहिला बिजी धान अथवा हर्दीनाथ 2 भनेर भनिन्थ्यो, त्यो धान लगाउने गर्थ्यौँ। त्यसमा चाहिँ यो नेक ब्लास्ट भन्ने यो घाँटी मरुवा बाला निक्लिने बेलाबाट त्यो लाग्ने गर्थ्यो र यस फिल्डमा सधैँ लाग्ने गर्ने। अनि 2 वर्ष जति भयो मैले चाहिँ पानी लगाइदिन्छु। जबकि धान मुख आउँछ पानी निरन्तर लगाइदिइराख्ने, लगभग 1 बित्ता जति पानी लाउने गर्छु र पानी लगाएपछि त्यो कम नेक ब्लास्ट चाहिँ कम हुन्छ। त्यही भएर माथि मेरो सिरानको गरामा चाहिँ पानी लगाउन सकिनँ मैले। त्यहाँ नेक ब्लास्ट अहिले पनि बढी छ। यसमा चाहिँ मैले निरन्तर पानी लगाइदिए भएर अरूको तुलनामा यहाँ कमी छ। लाग्दै नलागे चाहिँ होइन, एउटा एकाध बालाहरू मरेका छन्, तर यो बढ्न चाहिँ पाएन। विज्ञानले के भन्छ भने हामीले नाइट्रोजन युक्त खाद्य तत्त्व दियौँ भने पानी जमेको ठाउँमा चाहिँ त्यो एमोनियम आयन मात्रै बन्छ, पानी नजम्ने ठाउँमा चाहिँ एमोनियम आयन पनि बन्छ, नाइट्रेट आयन पनि बन्छ। र पाइरेकुलियर ओराइजे जसले चाहिँ यो ब्लास्ट गराउँछ त्यसलाई नाइट्रेट आयन चाहिन्छ वृद्धि हुनको लागि। र पानी जमेको ठाउँमा नाइट्रेट आयन भएन, त्यही भएर त्यो कम मात्रामा हुन्छ। यता पानी नजम्ने ठाउँमा जहाँनिर चाहिँ सुक्खा हुन्छ त्यहाँनिर उसले प्रशस्त मात्रामा नाइट्रेट आयन पाउँछ र रोग बढी लाग्छ। अनि अर्को कुरा, तपाईँहरूले युरिया थोरै ठिक्क हाल्नुभयो भने चाहिँ एमोनियम आयन बढी, नाइट्रेट आयन कम हुन्छ। तपाईँले युरिया धेरै हाल्नुभयो भने एमोनियम आयन पनि बढी हुन्छ, नाइट्रेट आयन पनि बढी हुन्छ। त्यस कारणले गर्दाखेरि ब्लास्ट रोग पनि युरिया धेरै हाल्ने ठाउँमा देखिन्छ।